बिहानै उठेर नास्ता आफ्नै लागि नास्ता बनाउन नसक्ने मान्छे के म। आजभोलि त उठ्ने बित्तिकै नास्ता बनाउनु पर्छ। फेरि मेरो लागि होइन नि साथीहरू, मेरो बेबीको लागि। थाहा छ, आमा बन्न थोरै न सजिलो हुँदो रहेछ भन्नेले भन्छन् नि, ए तँ त आमा बनिसकिस् अनि तेरो बच्चालाई कति ठुलो बनाइसकिस्, कतिचोटि तेरो बच्चा ठुलो भएको के अरे। यो ठुलो बनाउनेमा कति मिहिनेत गर्नुपर्छ थाहा छ। हरेक एक कुरा सम्हालेर दिनुपर्छ। अनि के खन्छ, के मिठो लाग्छ, कतिखेर के बनाउनु पर्छ, अनि कुन मिठो लाग्छ बेबीलाई सबै ध्यान राख्नुपर्छ। यसै आमा बन्न थोरै न सजिलो हुन्छ। थाहा छ साथीहरू, पहिला म खाने भने मर्ने थिएँ कि यस्तो खान्थेँ नि साथीहरू। अब त पता नि मेरो खाने चिज पनि मेरो बेबीले ल्याइसक्यो जस्तो लाग्छ क्या। केही खाने सोच्छु, यार मेरो छोरीले खाले। घिउ एक डब्बा ल्याइदिनु भएको थियो है मेरो बुढाले। अनि अब के सोच्छु थाहा छ साथीहरू, यो मेरो बेबीले खान्छ अरे। अनि आफ्नो लागि त सोच्नै हुँदैन क्या। कस्तो भएको भने क्या, म त आफै सोच्न सक्दैन क्या। मेरी छोरी त अब आफ्नो छोरीलाई पनि यस्तो कहिले भन्छ र भन्दिनँ साथीहरू। म भन्दिनँ। त्यही पनि मेरो छोरी चाहिँ ठिकै छ, तर अलिअलि ज्यादा खान्छ क्या। हेर्नु न, देखिसक्नु भयो होला कतिचोटि आ गरेको। यसलाई खाना खुवाउनु लगाएको 10 दिन पनि भएको छैन। अनि यस्तो छ नि, अनि यसको बाबाले पनि कहिले यो बनाइदियो भनेर के भन्छ, युट्युबमा हुन्छ नि, इन्स्टाग्रामतिर अनि फेसबुकतिर मलाई सेन्ड गरेको, यस्तो गर उस्तो गर भन्ने। हे भगवान्, तिमी बाबा आएर गर न यसलाई।